पर्छु। मलाई खेल्न, नाच्न, चित्र बनाउन र घुम्न मनपर्छ। आज म यहाँहरूलाई माघे सङ्क्रान्तिको बारेमा केही कुरा भन्न गइरहेको छु। माघे सङ्क्रान्ति माघ महिनाको पहिलो दिन अर्थात् माघ 1 गतेमा मनाइने पर्व हो। यो पर्व विशेष गरी हिन्दूहरूको महत्त्वपूर्ण पर्व हो। यो पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। यस पर्वलाई थारू जातिले माघे भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्दछन्। माघे सङ्क्रान्तिलाई नेवारी समुदायमा घिउ चाखुसँग मानिन्छ। यस दिन उनीहरू चाखुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गर्दछन्। यसै दिन भक्तपुरको टाउमाटी टोलमा तिल माधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ। माघे सङ्क्रान्तिमा नेपालभरका विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गर्ने तथा पूजाआजा गरिन्छ। यस दिन स्नान गरी घिउ, चाखु, तिलको लड्डु, तरुल, सकरखण्डा र खिचडी खाने गरिन्छ। यस्ता खानेकुराहरूले शरीरमा गौरवको मात्रा बढ्ने, तागत दिने, चिसोबाट मुक्त बन्ने साथै रोग नाश हुने विश्वास गरिन्छ। यस दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, थारू, मगर, नेवार, राई, लिम्बू आदि जातिले माघे सङ्क्रान्तिलाई आफ्नो परम्परा अनुसार मनाउने गरेको पाइन्छ। यस दिन नेपालमा सार्वजनिक बिदा पनि दिने गरिन्छ, जसले गर्दा मानिसहरूलाई घरमै बसेर परम्परा र संस्कृतिलाई सम्मान गर्ने अवसर प्राप्त हुन्छ। अन्तिममा मलाई आफ्नो प्रस्तुति लेख्न सहयोग गरिदिनुहुने मेरो परिवार र सङ्गीता म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसका साथै मेरो प्रस्तुति सुनाउने अवसर दिनुभएकोमा एभरेस्ट स्कुल परिवार र भक्तपुर एफएम परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। नमस्ते।